नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथामा। नेपाली कथामा आज पनि अकबर बिरबलका दुईवटा कथा। पहिलो कथा, बिरबललाई फाँसी। आगराका बादशाह अकबर बिरबललाई निकै मन पराउँथे। राज्य सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी पनि बिरबललाई नै दिन्थे। बिरबल आगरा दरबारका शक्तिशाली मन्त्रीको रूपमा गनिन्थे। यो कुरा अन्य दरबारियाहरूलाई पटक्कै मन परेको थिएन। उनीहरू सबै बिरबललाई हटाएर तानसेनलाई मन्त्री बनाउन चाहन्थे। एक दिन राज्य सम्बन्धी सबै काम सकेर अकबर यताउतिका कुरा गर्दै सिंहासनमा बसिरहेका थिए। बिरबलको अनुपस्थितिका कारण उनीहरूलाई मनको कुरा व्यक्त गर्ने मौका मिल्यो। यतिकैमा सबैले एक स्वरमा भने, महाराज, हामीसँग तानसेन जस्ता विद्वान एवं महासङ्गीतज्ञ छन्। हामी सबै बिरबलको ठाउँमा तानसेनलाई नियुक्त गरियोस् भन्ने चाहन्छौँ। आखिर तानसेन पनि त बिरबल भन्दा कुनै कुरामा कम छैनन्। अचानक तानसेनको प्रशंसा सुनेर राजाले कुरा बुझिसकेका थिए, तर पनि थाहा नपाए झै गरी उनले भने, म तिमीहरूको कुरामा पूर्ण सहमत छु। तानसेन एक कलाकार मात्र नभएर आगरा दरबारका रत्न पनि हुन्। तैपनि बिरबल मेरो प्रिय मित्र र सुख दुःखका साथी हुन्। उनको बुद्धि, तार्किक शक्ति र चतुर्याइबाट म अति नै प्रभावित छु। यी सबै गुण तानसेनमा छन्, तर पनि बिरबललाई बिना कारण हटाउन म सक्दिन। यसको निमित्त एउटा परीक्षामा दुवैले भाग लिनुपर्नेछ। जो परीक्षामा सफल हुन्छ त्यो नै मन्त्री हुनेछ। राजाको यस्तो कुराले सबै दरबारियाहरू उत्साहित भए र भने, महाराज, परीक्षा लिनुहोस्। तानसेन जस्तो सुकै परीक्षामा पनि भाग लिन तयार हुनेछन् र सफलता पनि पाउनेछन्। राजा अकबरले बिरबलका विरोधीहरूको सेकी झार्ने विचार गरे। उनले अर्को दिन तानसेन र बिरबललाई दरबारमा बोलाएर भने, म तिमीहरू दुवैको परीक्षा लिने विचार गरेको छु। परीक्षाको निमित्त तयार हौ। राजाले एउटा कागजमा सानो चिठी लेखी खामबन्दी गरे र दुवैलाई दिँदै भने, तिमीहरू दुवै इरानका राजा कहाँ गई राजालाई यो चिठी देऊ र आफूसँगै यसको उत्तर पनि लिएर आओ। राजाको आज्ञा अनुसार राजालाई अभिवादन गरी दुवैजना इरानसम्मको लामो यात्राका लागि प्रस्थान गरे। धेरै दिनसम्मको कठोर यात्रापछि उनीहरू इरानका राजा समक्ष पुगेर अकबरको चिठी दिँदै अभिवादन गरे। अकबरको चिठी पढेर इरानका राजा आश्चर्यमा परे। चिठीमा लेखिएको थियो, पत्रवाहकलाई तुरुन्त फाँसी दिनु। आफ्नै दरबारमा फाँसी नदिएर यहाँ पठाउनुको रहस्य थाहा पाउन राजाले दुवैलाई चिठी पढेर सुनाए। चिठीको विवरण सुनेर तानसेन पसिना पसिना भए। डरले थरथर काप्न थाले। केही उपाय नलागेपछि सङ्कटबाट जोगाउन बिरबलसँग प्रार्थना गरे। बिरबलले तानसेनको कानमा केही भन्दै उनलाई आश्वासन दिए। अर्को दिन दुवैलाई फाँसी दिने ठाउँमा लगियो। जब फाँसीको लागि सबै तयारी पूरा भयो, तब पहिले म भन्दै दुवैजना धकेला धकेल गर्न थाले। यसो गर्नुको कारण जान्ने इच्छा राजालाई भयो। उनले दुवैसँग यसको कारण सोधे। बादशाह, हाम्रा राजा हजुरको राज्य कब्जा गर्न चाहनुहुन्छ, तर हजुर महाप्रतापी र पराक्रमी राजा भएको कारण कब्जा गर्न सक्नु भएको छैन। केही दिन पहिले एउटा साधुले भनेका रहेछन्, जबसम्म इरानका राजाले कुनै निर्दोष मानिसको हत्या गर्दैनन् तबसम्म उनलाई जित्न सकिन्न। त्यसैले हामीलाई यहाँ पठाएको हो। यो त ठिक छ, तर तिमीहरू पहिले आफू फाँसीमा झुनिनु चाहनुको कारण नि? राजाले जिज्ञासा प्रकट गरे। महाराज, साधुले अर्को कुरा पनि भनेका थिए। त्यसअनुसार हामी मध्ये हजुर जसलाई पहिले फाँसी दिनुहुनेछ ऊ अर्को जन्ममा राजा भएर जन्मिनेछ। बिरबलले बिन्ती गरे। सम्पूर्ण वृत्तान्त सुनेपछि राजा निर्दोष व्यक्तिलाई फाँसी दिएर पापमा पर्न चाहेनन्। उनले राजा अकबरको चिठीको उत्तर दिई दुवैलाई आगरा फर्कने आदेश दिए। आगरा दरबार पुगेर दुवैले राजालाई अभिवादन गरी इरानका राजाको पत्र दिए। राजाले त्यहाँ घटेका घटनाको जानकारी माग्न नपाउँदै तानसेनले आफ्नो हार स्वीकार गरी बिरबलको बुद्धि र चलाखीको कारण आफू बाँचेर आउन सकेको सबै वृत्तान्त राजालाई सुनाए।
यसपटक पनि बिरबलका विरोधीहरू निरुत्तर भए। त्यसैगरी अर्को कथा रहेको छ अकबरलाई बिरबलको प्रश्न। राज्य सम्बन्धी सम्पूर्ण कार्य पूरा गरी राजा अकबर आफ्ना सहयोगीका साथ भलाकुसारी गरिरहेका थिए। आज उनी अत्यन्त प्रसन्न मुद्रामा थिए, तर त्यहाँ बिरबलको उपस्थिति नहुनाले वातावरण त्यति उल्लासमय र मनोरञ्जक हुन सकेको थिएन। केही समयपछि बिरबल दरबारमा प्रवेश गरे। राजालाई अभिवादन गरी उनी आफ्नो स्थानतर्फ लागे। बिरबल आफ्नो स्थानमा बस्न नपाउँदै केही कडा स्वरमा एक्कासी अकबरले सोधे, यति अबेरसम्म कहाँ गएका थियौ बिरबल? म तिमीसँग एउटा प्रश्न सोध्न चाहन्थे, तर तिमी यहाँ थिएनौ किन? राजाको कुरा सुनेर बिरबलले निर्भयपूर्वक भने, महाराज, हजुर मसँग सधैँ केही न केही प्रश्न सोधिरहनुहुन्छ र म पनि हजुरका प्रश्नको ठिक ठिक उत्तर दिएर हजुरलाई सन्तुष्ट पार्ने प्रयास गरिरहन्छु। मेरो विचारमा प्रश्न गर्ने मौका आज मलाई मिल्नुपर्छ। ल ठिक छ, यदि तिमी नै प्रश्न गर्न चाहन्छौ भने गर। हातको इशाराद्वारा प्रश्न गर्ने आदेश दिँदै अकबरले भने, महाराज, हरेक बिहान पूर्व दिशाबाट नै सूर्य उदाउँछ किन? बिरबलले प्रश्न गरे। यस्तो सरल प्रश्न सुनेर अकबरले सोचे, बिरबलले मसँग यति सजिलो प्रश्न किन सोध्यो? जब यस प्रश्नको उत्तर एउटा बालकले पनि दिन सक्छ, के मसँग कठिन प्रश्नको उत्तर दिन सक्ने पर्याप्त ज्ञान छैन? के बिरबल मलाई मूर्ख ठान्छ? अकबरले आफ्नो मनको कुरा खुलस्त पार्दै भने, बिरबल, तिमीले मसँग यति सजिलो प्रश्न किन सोध्यौ? अनपढ मूर्खले पनि सजिलै यस प्रश्नको उत्तर दिन सक्छ। आखिर तिमीले मलाई के ठानेका छौ? महाराज, यही सोचेर त मैले यो प्रश्न हजुर समक्ष राखेको हुँ। बिरबलले तुरुन्तै उत्तर दिए। एकछिनसम्म अकबरले बिरबलका प्रश्नको रहस्य राम्ररी बुझ्न सकेनन्। सभामा उपस्थित सबै दरबारीहरूको त्रसित र स्तब्ध अनुहार देखेर मात्र उनले बिरबलले आफूमाथि गरेको टिप्पणीको आशय बुझे। बिरबलको तीक्ष्ण बुद्धि र तार्किक अभिव्यक्ति सुनेर अकबरले हाँसोलाई रोक्नै सकेनन्। उनी हा 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 गर्दै हाँस्न लागे। राजा हाँसेको देखेर सबै दरबारिया पनि खितखित हाँस्न लागे। सबै हाँसेको देखेर बिरबल पनि हाँसो रोक्न सकेनन् र उनी पनि हाँस्न लागे। यतिकैमा हाँसो मिश्रित स्वरमा अकबरले भने, अब त मैले स्वीकार गर्नै पर्छ, आफ्नो मनको कुरा व्यक्त गर्नमा तिमी कति पनि डराउँदैनौ बिरबल। अन्य दरबारीतर्फ संकेत